गरेको तथ्य हेर्नुहोस्। पहिलो 5 वर्षमा 60,000 मान्छेहरूले घरेलु हिंसामा आफ्नो मुद्दा दर्ता गरेका थिए भने पछिल्लो 5 वर्षमा 75,000 पुगेको छ। बलात्कारका घटनाहरू 1400-1500 थिए भने पछिल्लो तथ्याङ्क हेर्दाखेरि 2700 पुगेको छ। किन महिलाहरू चाहिँ अगाडि पनि बढिरहने तर बलात्कारका घटनाहरू पनि घटिरहने? यो कुरा मिल्या छैन। किन मिल्या छैन भन्दा यो व्यवस्थाले सरकारवालाहरूलाई आफ्नो निर्णय गर्ने अधिकार कहिले पनि दिँदैन र जहिले पनि प्रतिनिधिले मात्रै निर्णय गर्ने र प्रतिनिधिले नै शासन गर्ने, महिलाहरूले आफ्नो सरकारको विषयमा आफै निर्णय गर्ने र प्रतिनिधिले केवल लागू मात्रै गर्ने व्यवस्थामा हामी नपुगेसम्म पितृसत्ताको अन्त्य हुँदैन। र प्रत्येक दिन रात यो इनिसबिका लगायतको घटना त बाहिर आएको, मारिएपछि हत्या भएपछि बाहिर आएको, दैनिक बलात्कार हुँदा आफ्नो इज्जत जोगाउनको लागि, समाजमा फेरि आफू पुनर्स्थापना हुनको लागि धेरै महिला तथा बालबालिकाहरूले आफूमाथि बलात्कार भएको घटना बाहिर ल्याउन सक्दैनन्। यो कुरा साँचो हो। प्रहरीमा रेकर्ड भएको 1 वर्षको 2700 त निकै कम हो। धेरै मान्छेलाई समाजमै मेलमिलाप गरेर के मुख बन्द गरिदिन्छन्? के एकजना बलात्कारलाई फाँसी लाउँदैन? यो व्यवस्था र यो समस्याहरूको समाधान हुन्छ? हुनेवाला छैन। त्यसकारण सचेत युवाहरूले गम्भीरतापूर्वक सोचौं। यो पितृसत्ता बलात्कारी उत्पादन गर्ने कारखाना हो। महिलाहरूलाई विभिन्न सौन्दर्य प्रतियोगिताको नाममा नाङ्गो बनाइरहेको छ। साना साना नर्सरी कक्षा पढ्ने बच्चाहरूलाई समेत मिस नर्सरी, मिस केजी, मिस एसी को नाममा नाङ्गो बनाउँदै बेचिरहेको छ। यो सबै चिजको विषयमा हामी सचेत हुनु पर्दैन? यो विषयतिर हामीले ध्यान दिन नथाल्ने हो भने यो कारखाना, यो पितृसत्ता बलात्कार जन्माउने कारखाना हो, बलात्कारी जन्माउने, बलात्कारी हुर्काइराख्ने कारखाना हो। यो कारखानालाई फाँसीमा लट्काउन तयार हुनुहोस्, त्यसपछि बलात्कारीहरू आफै हराएर जान्छन्। सबैलाई यही नै आह्वान गर्दै म फेरि पनि हाम्रो संगठनको तर्फबाट इनिसबिका लगायत त्यसैभरि जति पनि बलात्कारका घटनाहरू भएका छन्, दलित समुदायका व्यक्तिहरूमाथि निर्ममतापूर्वक कुटपिट भएका छन्, यी सबै विषयमा प्रहरीले निष्पक्ष रूपमा कुनै दबाव र प्रभावमा नपरिकन निष्पक्ष रूपमा पीडितलाई न्याय दिने र अपराधीलाई कडा भन्दा कडा कानुनी कारबाही दिने विषयमा प्रहरी प्रशासन नचुकोस्। सरकारले यसमा जोरदारपूर्वक निर्देशन गरेर इनिसबिकाको लासलाई, इनिसबिकाको परिवारलाई न्याय र उचित क्षतिपूर्ति सहितको न्याय दिने व्यवस्था गरोस् भन्ने जोरदार माग गर्दै म आफ्नो भनाइ टुङ्ग्याउँछु। अभिवादन।